बजाऊ छोरी बजाऊ जोडले बजाऊ देख्न सक्नुहुन्छ। हेलो एभ्रिवान, वेलकम छ मेरो न्यू ब्लगमा। यहाँहरूलाई आज पनि स्वागत छ भन्न चाहे मित्रहरू। आज चाहिँ हाम्रो पूजाआजा सम्बन्धी विशेष कार्यक्रम यो ठुला एकादशी परेको कारणले गर्दाखेरि हाम्रो यहाँ पूजाआजा कार्यक्रम चाहिँ चल्दैछ मित्रहरू। बुढियाले चाहिँ पूजाआजा गर्दै हुनुहुन्छ तुलसी दामोदर भगवान्ज्यूलाई। यता कान्छी छोरी पनि हिँडिरहेको छिन् है। अब आज के उहाँले के माग्नुहुन्छ, उहाँ पूजाआजा गर्दै हुनुहुन्छ होइन। सायद उहाँको इच्छा कामना भगवान्ले पुरा गर्नुहुन्छ भन्ने आशा लागिरहेको छ मित्रहरू। ल हेर्नुहोस् है, छोरी पनि पूजा गर्न लागि छिन्। ल आमालाई राखिदिनु बाबु, छिराउनु आमा छिराउनु यहाँ। ल पूजाआजा कार्यक्रम भइरहेको छ है मित्रहरू। ठुलो एकादशी आज पुरा पानी पनि आइरहेको छ मित्रहरू हाम्रोतिर चाहिँ। हेर्नुहोस् है, पुरा पानी आइरहेको छ। पानी ल होला आज 5 दिन 4 दिन भइसक्यो पानी आएको। देख्नुहोस् ल आमा पनि आउनुभयो। ल भगवानको कृपाले त्यो आशीर्वाद उताबाटै पूजा गर्नु, उताबाट उताबाटबाट घन्टी बजाऊ सानी छोरी, घन्टी बजाऊ। कसरी अनि यता भएन त्यही त पूर्व फर्किनु पर्छ नि। पानी आएको छ सादा। ल मित्रहरू, हजुरहरूले देख्न सक्नुहुन्छ आज ठुलो एकादशी बुढी पुरा पूजाआजा गर्दैछिन् है। यत्रो पानी झरीमा पनि हेर्नु त धर्म कर्ममा एकदम आस्था राख्दै पूजाआजा एकदम गर्दै हुनुहुन्छ। खै त बुढिया यता हेर्नु पऱ्यो नि त। खै यत्रो पानीको पनि ख्याल नगरिकन हेर्नु त यहाँ पूजा धर्म कर्ममा बुढिया एकदम लाग्नु भएको छ। के माग्नु भएको छ उहाँले वर भन्ने कुरो चाहिँ अब उहाँलाई नै सोध्नुपर्छ मित्रहरू। हेलो मित्रहरू, सबैजनालाई नमस्कार छ है। आज हाम्रो चाहिँ यहाँ पूजाआजा कार्यक्रम गर्दै हुनुहुन्छ बुढिया मम्मी। आज ठुलो एकादशी होइन आमा, ठुलो एकादशी पूजाआजा प्रोग्राम हुँदैछ। यता कान्छी छोरी घन्टी बजाइरहेको छ। बजाऊ बजाऊ जोड। यता हेर सानी, यता हेर। पातको अगाडि के गरे त? पूजाआजा चल्दैछ। पानी पनि आएको आइछ, 4-5 दिन भइसक्यो। भगवान्ले आज शुभ आशीर्वाद दिँदै हुनुहुन्छ है। पूजाआजा प्रोग्राम चल्दैछ है मित्रहरू। हेर्नुहोस् है, तुलसी दामोदर भगवान्लाई सानी त हेर 3 मिनट टिका लगाइदियो। भगवान्ले शुभ आशीर्वादका साथमा आज आशीर्वाद दिँदै पनि हुनुहुन्छ है। पूजाआजामा धर्म कर्ममा आस्था राखेपछि पक्कै पनि केही फल मिल्छ है मित्रहरू। घन्टी बजाऊ सानी, घन्टी बजाऊ।
घन्टी बजाइदियो पानी यहाँको आइछ मित्रहरू 4-5 दिन भइसक्यो अब पानी रहँदैन पानीमा पनि भिजी भक्तजनहरू एकदम एउटा आस्थाको ठुलो आस्थाको साथमा भक्तजनहरू पूजाआजामा आफ्नो कर्ममा एकदम विश्वास राखेर अगाडि बढ्दै हुनुहुन्छ है हेर्नुहोस् है जे पनि भगवान्प्रति आस्था राख्नुपर्छ मित्रहरू पक्कै पनि एक दिन भगवान्ले राम्रै शुभ आशीर्वाद दिनुहुनेछ होइन दिँदै पनि हुनुहुन्छ सानी त हेर हाई गर्दै यता हाई गर्दै जय जय होस् भन बोका हेर्ने हो गाइज भन अलिक बेसा भन न यता हेरेर भन न अलिक बेसा भन न होइन आज तुलसीको बिहे गरेको हेर्ने हो गाइज भन त्यही त तुलसीको बिहे गरेको हेर्नुहोस् गाइज भन न के गर्नु छोरीले फेरि अहिले खानु न अहिले खानु न तिर खा अहिले खानु न बाबु तिर खा के खानुहुन्छ दिन्छु प्रसादी आज तुलसी माताको बिहे गर्ने दिन हुन न मलाई त ओल्लो घरमा पनि चल्दैछ है मित्रहरू उता नि हेर्नुहोस् है यता पनि काकी आमा पुरा एउटा आस्थाको साथमा भगवान्प्रति आस्थाको साथमा पूजाआजा हुँदैछ मित्रहरू ल हेर्नुहोस् है आज दुइटै घरमा ल यता एकैचोटि परेछ पूजाआजा ल यता पनि पूजाआजा हुँदैछ यता पनि संजोग ठ्याक्कै एकैचोटि सल्लाह गरेर जस्तै भएछ पूजा गर्ने कार्यक्रम ल यता आमा नि पूजाआजा गर्दै हुनुहुन्छ काकी फोटो भनिदिनुहुन्छ ल भिडियो नि आयो काकी भिडियो नि आयो क्या यस्तो पानी झरीमा पनि ल भगवान्प्रति ठुलो आस्थाको साथमा काकी आमाले एकदम पूजाआजा गर्दै हुनुहुन्छ है मित्रहरू हेर्नुहोस् है यता आमा हुनुहुन्छ सिद्धि पख्नु अहिले पूजाआजा सिद्धि हो पूजाआजा प्रोग्राम यता छोरी चाहिँ प्रसादी खाँदै हुनुहुन्छ खोइ त बाबालाई प्रसादी खोइ गाइज खोइ ल पूजाआजा प्रोग्राम हाम्रो ल सिद्धिन ला मित्रहरू हवामानपट्टि नै आस्था राख्नलाई अलिकति जान्नुपर्छ जानु हुँदैन यता हाम्रो हाम्रो यहाँतिर चाहिँ फेरि एकदम फ्री फायर मास्टर उहाँ हुनुहुन्छ ढकाल गाउँको कान्छो डन उतातिर हाम्रो स्टुडियो साबु भान्जा हेलो भान्जा भान्जाहरू सबै कुरा हेर उ गर्नु पर्ने त्यो गाइस के छ हालखबर गाइस के हो अब हिँड्नु होइन हाम्रो आमाले चाहिँ के गर्नु लाग्नु भयो ल आमाले भगवान्ले आशीर्वाद दिइसक्नु भएको छ ल हेर त पुरै टपरी त अटोमेटिक चुम्बक टाँसेछ ल हेर्नुहोस् है माला ल्याएको थियो गाइस मैले त माला ल्याएको थियो ठ्याक्कै आइसकेको छ ल टाँसेर भगवान्ले एकदम चुम्बक जस्तो टाँसिनु भएको छ बिहे त हो त आज भनेको बिहे हो त आज बिहे त नि नराम्रो कुरो होइन आज बिहे त हो त हेर्नु न यो पूजा आज जस्तो भइरहेछ धुमधामको साथमा अनि आज भगवान प्रसादी त खाइसक्नु ओ कान्छो भगवान
यहाँ टिकाटालो के अरे टिकाटालो रङरगन हुँदैछ हेर्नुहोस् है रङरगन हाम्रो श्रीमतीज्यू चाहिँ रङरगन गर्दै हुनुहुन्छ अर्काइ डढहरू छ न चाहिँ ल यो अब जाउँ अब माथि आजको पूजा आज प्रोग्राम चाहिँ हाम्रो यहीँ समाप्त भएको घोषणा गर्न चाहन्छु केही घन्टी ल्याउँछ अरे घन्टी बजाऊ खै घन्टी नि बजाएको नि त ओहो यता उनी गर्नु खै घन्टी बजाऊ ल ल ल ल गडबडाएर मन बडाएर घुम 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 बस 3 फर्मै घुम्नुपर्छ है देब्रे घुमे हो क्या हो ल पूजा आज एकदम भरिपूर्णको साथमा पूजा आज भइसकेको छ हाम्रो तुलसी दामोदर सानी के गर्नु फेरि ल धोगौँ ल आशीर्वाद लिउँ के वरदान मागेको छ के वरदान मागेको त बुढी त्यो मागेको चिज भन्नु हुँदैन पुरा भएपछि मात्रै हुन्छ यता हेरेर क्यामेरा अगाडि यहाँ फेस के माग्नु भयो त आज वरदान त्यो आजै भन्नु हुँदैन तुलसी दामोदरसँग आजै भन्नु हुँदैन ल हाम्रो गाईहरूले पनि हेर्न चाहनुहुन्छ ल भन्नुहोस् त भन्नु हुँदैन मागेको कुरा मनभित्रै हुन्छ भन्नुहोस् न हाम्रो यहाँ गाई हाम्रो दर्शकहरूले जान्न चाहनुहुन्छ कि बस शुभ आशीर्वाद केही मन्तव्यहरू खै त प्रसादी के प्रसादी खै त दक्षिणा केही मनको कुराहरू राख्नु मन छ यता यता हेलो के भन्दा अनि पूजा आज गरेर चाहिँ तपाईँले के ए भगवान्प्रति कस्तो आशा राख्नु भएको छ बताइदिनुहोस् ल राम्रो आस्था राखेको छ के आस्था छ क्या पूजा गर्नुभयो आज के आस्था बोकेर पूजा गर्नुभयो तपाईँले लु यहाँ भन्नु पऱ्यो